राजनीति पनि बसेको छ नालाहरू ए त्यो सामानहरू बोकेर ल्याएको क्या मामाहरूले सबलाई रोकाएर तर हामीलाई बाल रुको जरा सबर करो लु पक्रा मेरो खराब पानी छ मेरो खराब पानी छ समुद्र पानी सुन्छ हामीले फर्स्ट टाइम होला टाइटेनिक जहाज अन्त बाँध्ने बिचमा भन लपे पऱ्यो नि के भन्ने मर्दिनु म पहिले जिन्दगीमा के गर्ने भाइ मैले भन्नु खोजेको थिएँ ह्याप्पी न्यु इयर सबैलाई अब आउने यो न्यू जर्नीबाट चाहिँ राम्रो आफ्नो काम उन्नति प्रगति गर्दै जानु कहिले आफूलाई पछाडि नसार्नु ह्याप्पी अब बागमती घुम्नु जाँदैछ होइन हामी पनि यसो इनाला उतैतिर भेटौँला है आर्यन मगर अनि त्यसपछि हाम्रो राजदाई हाम्रो ल भाइ सो यता देखाएर उनको देखाउन सो वाट्स अप एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो एपिसोड अफ द इट्स मी अरुणा ब्लग सो आजको ब्लग तपाईँहरूलाई एकदमै बबालको नयाँ कन्टेन्ट लिएर आएको छ अरुणा ब्लग तास खेलेको जस्तो देख्ला ल धेरै दिनपछि लङ टाइम पछि 2 दिनपछि लिएर आएको छु सबैलाई आजको दिनले आज ह्याप्पी न्यु इयर सबैलाई मेरो तर्फबाट मनबाट शुभकामना छ सबैलाई मेरो मनबाट शुभकामना सबैले ह्याप्पी न्यु इयर सबैले राम्रो काम गर्नुहोस् आज एउटा न्यू जर्नी सुरु तपाईँहरूको मेरो पनि ल त्यही गाइज अनि मेरो तर्फबाट पनि ह्याप्पी न्यु इयर एभ्रीवान ल त्यही गाइज अब हामी जान लागेको अहिले एकछिन राम्रोसँग बोल्छु रन्जाई के छ अनि म अनि नितेश दाई इट्स मी नितेश विश्वकर्मा ओके त्यहाँ ब्याग चाहिँ हाम्रो त्यहाँ फेरि रोक्नुपर्छ है के भयो आज नयाँ वर्ष दिन मेरो गर्लफ्रेन्डसँग ब्रेकअप भयो लाग्छ नराम्रो लागेछ त्यो मिठा पलहरू बिर्सिहाल्नु पर्छ अब सम्झिरहेको छु अहिले होइन लास्टै नराम्रो लागेको छ नयाँ वर्षमा चाहिँ अब नयाँ सुरुवात गर्ने भनेको थिएन तर आज आएर चाहिँ मैले धोका पाएँ कि तल बेच्नु रमाइलो लाग्छ होइन टोलीहरू एकैले त मेरो चाहिँ नितेश दाईको चाहिँ आज भर्खरै आज टुडे ब्रेकअप भइसक्यो त ब्रेकअप त हट मस्ट कहिले मित्र चाहिँ तल पिडा भाँदै ब्रेकअप इज मस्ट हट हट भइरहेको छ इगो हट भइरहेको छ त्यो भएर बेला गर्लफ्रेन्डसँग जान्थ्यो आज यही सो गाइज म हजुरहरूलाई चाहिँ एउटा कुरा भन्न चाहन्छु के भनेको कुराहरू एउटा मान्दैन के मेरो गर्लफ्रेन्डले आज यस्तो गर न आज उस्तो गर न भन्दाखेरि नाइ म सक्दिनँ तपाईँले भनेको घटेको कुरा जुन पनि कुरा मान्नु रे के ल ठिकै छ नि त नयाँ वर्षको दिन तिमीले आज मलाई धोका दियो ठिकै छ तिम्रो मन जेसुकै गरे पनि भनेर म चाहिँ हामी चल्दै देखाइरहेको चाहिँ यहाँ जारी फिल्म चलेको रहेछ होइन मुभी चलेको रहेछ त्यो चाहिँ अब हेर्नुपर्ने हुन्छ हामीले होइन यो चाहिँ हामी यहाँ पेट्रोल पम्पमा आएको छु भर्खरै होइन अनि हामी चाहिँ पेट्रोल हालेर अनि सो अहिले चाहिँ हामी पेट्रोल पम्पमा आएको छौँ अनि अब हामी अब कहाँ जाने भन्दाखेरि भरतल बागमतीतिर चाहिँ होला हामी 3 जना छ अब केटाहरूको काम परेको छ अनि काम गरेर चाहिँ हामी भ्याएको छैन अरे अनि त्यसैले चाहिँ अब ईश्वरले त्यो काम गराएको छ अनि त्यसपछि हाम्रो अनमललाई चाहिँ भ्याएको छैन भन्छ अनि त्यसमा हामी 5 जना 3 जना चाहिँ निस्किदिएको हामी 3 जना काम छैन त्यो भएर लटक्याङ हामी चाहिँ अब त्यो गाइज आज फिल्म चलेको छ अब भयो भने हेर्न आउनु ल
जारी एकदम बेस्ट मेरो हेर्ने भनेको थियो गर्लफ्रेन्डसँग बसेर बेस्ट एक्टर अहिले नेपालको टप वान अफ द मोस्ट पपुलर भन्ने मेरो दयाङ राईको फिल्म चलेको रहेछ सो आज हेर्नु पाउँदैन होला सो भोलि हेर्छु होला भोलि देखाउँछु मान्छेहरू यत्तिकै छ त्यहाँ बस्ने भइरहेको छ हल यो भन्दा उतापट्टि छ त्यो ल लेट्स चाहिँ अब जाँदै गरौँ के हुन्छ है पछि गएर हेरौँ ल बस्नु बन्द बस्नु पेट्रोल पनि आधी भइसकेको छ जारे आई लभ दिस माई जारे सो मिस भयो आज चाहिँ हेर्नु पाएन है भोलि आउँछ अब ए यो आजको दिन फरक नुन तर घुम्न गएको हामी 3 जना दाजुभाइ सबैजना रमाइलो गर्नुपर्छ भन्ने दिमागमा आयो हाम्रो सबै गयो यो बस 2 दाजुभाइ हामी 3 दाजुभाइ कि जल्न रेलमा कि 3 जेलमा यो Big Box Plus, yeah, rap to jab. Okay, rest. Oh. होइन उनीहरूले हाम्रो चिनिसक्यो भने त हामी आफ्नो मान्छे हो नि त त्यो भएर वास्तो नमारेको आज तिमीहरूको मत भन्ने हामी चाहिँ अहिले हरियाणा आइसकेको छौँ यही हो हरियाणा देख्नु सक्नुहुनेछ अब केही भनेको छैन ठाउँ ठाउँमा यसो मैले हल्का भन्न के भन्नु लाग्यो यसो हल्का उयो गरेर हो देखाइदियो यो ठाउँमा रियल यसो पुग्यो भनेर मात्र हो केटीबाट झिक्राज केटीहरूलाई पैसा केटीहरूलाई माग्दैन होला तर हामीलाई बाप मलाई ल यो हरियाण चाहिँ अब अब नेक्स्ट उता गएपछि हेरौँ ल है कतातिर राखिँदैन अगाडि ट्राफिक पनि बसेको छ नालाहरू ए त्यो सामानहरू बोकेर ल्याएको हो क्या मामाहरूले सबलाई रोकाएर तर हामीलाई बाल लु पक्र साइको फाइनली त्यसलाई नलिए तैँले काटिदिएर मात्रै काटिदिन्छ तर केही पनि गर्दैन है लिएर फर्कि त आम्बो राइडर यो डट बाइक गइरहेको छ अहिले भेट्नुपर्छ हामी हिँडेर आयो औकातवाला आम्मो 3 किलोमिटर हिँडेर आउनु पर्यो यार तर मैले सोचेको थिएन यस्तो गर्छ नि भनेर म त उठ्थ्यो होला भनेर न खुट्टा ल रञ्जित भनेको त पढेर नि म त ल यसले कटा हेर आज फर्स्ट टाइम ट्राफिक गाडीमा बोक्छ जस्तो लाग्यो र अब चाहिँ हामी अब फाइनली भरतल जाने बाटो निस्किसकेको छ अब बागमती अलिक अगाडि म त नुन त अलिकति बाँकी छ अब यताबाट चाहिँ हामी भरतल जाँदैछु पुगेपछि भेटौँ ल रमाइलो गरौँ ल फेरि उले त आम्मा हो भरततालमा त गोरो हुने बेला मास्क साक्स केही लागेन गोरो त गोरै छ अलरेडी त्यो पनि गोरो त हुनु परेछ अरे कि हामीलाई क्रिच गरेको यार अब त्यो नि मेरो आइफोनले गर्दै दिएको छैन भन्न भिडियो गर्नु सकेन अब र फाइनली आउनु चाहिँ आइपुग्यो हामी तर लोड फर्क्यो यहाँ आएर चाहिँ अब लास्ट अब धुलो रहेछ यो प्रदूषणले गर्नु हामी सिधै गएर भयो ल हामीले चाहिँ फाइनली बाइक पार्क गरिसकेको छ अब मुख धुनु पऱ्यो ओभर लास्ट भएको छ आँखाहरू पनि सबैमा फोहोर भएको छ हेर्न सकेको थिएन अब मुख सुख धोएर प्रेस भएर त्यसपछि गरौँ ल कालो दिन्छ त्यो ओभर कालो दिइहाल्नु मतलब अहिले म पनि त्यस्तै सिचुएसन छ भन्दा तर काले ए आइपुग्यो ल मान्छेहरू त भन्नै पर्दैन कम माइक त्यो
छ संसारभित्र अनबन्ध आई साला किरा छ किरा भरतालको एकदम भाइ भरताल सरलाईको भरताल भरतालको नजारा समुद्र भन्नु नि हुन्छ होला खोइ डोङ्गा थियो उताले समुद्र पानी सुना समुद्र पानी समुद्र पानी सुन्छ हामीले फर्स्ट टाइम होला समुद्र पानी यहाँ पाडाले मुद्दै भिजाएर नहालेको मलाई नआइदियो समुद्र पानी छुएर आयो यो अब भइरहेको छ खाइरहेको छ हिँडिरहेको छ गफ गरिरहेको छ देखाउनु त के देखाउनु राम्रो राम्रो कन्टेन्ट देखाउँछु म अब अझै बाघमा जाने बाँकी छ बाघमाती के अरे के भन्छ अरे नुन त रेखाउने बाँकी छ है के अरे त्यहाँ न ल अब चाहिँ हामी डुङ्गा खेल्न लागि हिँडिरहेको छु भनेको डुङ्गा खेल्न लागि चाहिँ होइन त्यतिकै यसो अब भरताललाई चाहिँ भरतालको एक राउन्ड घुम्नुपर्छ भनेर हामीले यसो गन्तव्य आफ्नो पुरा गर्न लागेको लास्ट ओपर घाम छ अनि झ्याउलाई चाहिँ हिँड्दा हिँड्दा खुट्टाको हालत यस्तो भइसकेको छ कहाँबाट गएको हामी कहाँबाट पसेको अरे उतै त्यो लाइनबाट अनि यस्तो हुँदै सट्टरी यहाँ अब फेरि यस्तो हुनु त्यहाँदेखि नै जान्छ त्यहाँबाट ल फाइनली हामी चाहिँ हाम्रो घुमेर पनि सक्यो यार बाफ्रे कति ठ्याक्कै हामीलाई 1 घन्टा 5 मिनट 10 मिनट जति लाग्यो यो घुम्नुलाई यो राउन्ड घुम्नुलाई कति भने त्यो 1 घन्टा 5 मिनट कति भने 1 घन्टा लगभग पुग्न पुग भयो यहाँबाट सुरु गरेको थियो त्यहाँ पुगेर त्यहाँ गएर यो यहाँ फेरि ठ्याक्कै 1 घन्टा त बराबर 1 घन्टा लाग्यो अनि अहिले भोलि हाम्रो खरबुजा खान लाग्यो हाम्रो 3 दिन अङ्कलले चाचा दाजु खरबुजा खाइदिउँ गाउने काले त आएको ल गोरा चाहिँ काला मलाई तर मिठो चिसो दिन मिठो मिल्छ पान खाएको त मिठो है द्याट्स गुड भ्यू हेर्दै टक्कसँगले मजा आयो तर कसम बबाल रहेछ यार हाम्रो कस्तो बबाल तर लास्ट ओभर ल बबाल मलाई त आस्था फिल भयो अब चाहिँ खाने बाँकी छ अब गएको बागमती जाउँ भनेको यता डाँडा तर सुन्दर छ संसार हामी चाहिँ अहिले टप फ्लोरमा आएको छु भन्नाले यहाँनिर खाजा खान पाउँ यो चाहिँ बगाल राम्रो रहेछ एक लाइनमा रहेछ यस्तो त्यति भन्दा पनि हुन्छ स्टोर भन्दा पनि हुन्छ टप सर यहाँदेखि सर यतासम्म रहेछ कि मोमो चाहिँ यहीँ रहेछ यसो खाइदिउँ कि जस्तो मन लागिसक्यो यहाँ कोही पनि छैन त्यस्तो काम गर्नु हुँदैन है अब राम्रो पनि केटीहरू रहेछ यतातिर टाइटेनिक जहाज फाइनली हाम्रो चाहिँ टक्कसँग खाजा एक मिनट रे अनि उहाँ यही ल्याउँछ होला सो टक्क भ्यूहरू हेर्दै टक्क उता भएको चाहिँ अझै मिठो राम्रो हुन्थ्यो त्यो पनि केही छैन यहाँ यसरी बस्दै टिका बनाउँदै खाँदै गरेको अझै स्वाद राम्रो हुन्छ त्यहाँ बसेर चाहिँ अब यहाँ बसेर पनि केही हुँदैन रमाइलो छ जस्तो देखिरहेको छ यसो भ्यूहरू ल फाइनली आइपुग्यो यत्रो लेउटे गरेर स्टे गरेर दुइटा आइदिएको यहाँ यो चाहिँ यहीँ बस्यो भाइ लगेर खाका मच है मेरो पैसाले खाएपछि अब कुरा गरौँ ल अरू त थाहा छैन
तिम्रो हाल्नु मिठो आउँथ्यो भने तिम्रो थाहा छ मलाई मेरो सोटो खाउँ भनेर एकदम खाला मेरो खा ल खाएर पनि सक्यो त्यतिकै रहेछ भोक लागेको सुरुमा खाइदियो अब स्कुटी लिएर खोइ यस्तो राउन्ड हान्ने भन्छ अब अनि त्यसपछि बाँक्नु चल्दैन अनि त्यसपछि हल्का सरर के अरे भरत तालको बाटोमा सरर हिँडिरहेको छु मारे आमालाई गाईको त मार ए अरू केही छैन नगरे हेर्नु आएको जोडी भएको त टक्क एउटा हातमा लिएर टक्क सरर एक पाइला गर्दै साथमा सँगै एउटै पाइला चाली कस्तो मजा सोच्थ्यो नि के गर्नु हामी भरतमा छौँ अहिले छैन र आमामा कस्तो है घाम नलाग्नु है लाग्ने लास्टै भने बिरामी तर लास्ट बिरामी हेर्न त्यस्तै पनि केही छैन रोग लागेन के त्यो त हिँडेर स्लो दिमाग सत्र लागेर नि झट्टै लड्यो वान अफ द मस्ट रोड भन्छ यसलाई चाहिँ हाम्रो बरातालको स्लो होइन जाम भयो त्यही भएर उताबाट जानु पाएन त्यहाँ बन्द रहेछ अब यताबाट जानु पऱ्यो फेरि फर्किने पालो ट्रन आउने पालो भयो चाहिँ गऱ्यौँ आफ्नो घाम पड्काउनु ला लड्यो राख्छ यहाँ फर्किनु पर्यो अघि आएको यही बाटो फेरि फर्किनु पर्यो यही बाटो किन ब्लर आइरहेछ भाइ ल ठिक छ पालाउँछ हरानी पालाउँछ कुदान ल चाहिँ हामी चल्दै गयो यहाँ धेरै झ्याउ लाग्यो बस्दा फोटो खिच्यो एक दुईवटा तर फोटोहरू चाहिँ राम्रो आएन राम्रै खिच्यो भने एउटै खिच्दैन उनीहरूको कमालको निकाल्नु पर्ने अब नुन्तरतिरै गएर भेटौँला अरे यसरी कहिले पालाउने सो अहिले चाहिँ हामी बागमतीको पुलमा हिँडेर आएको चाहिँ मस्त आरामले मेरो टाउको चाहिँ पुरै धुलो चाहिँ गएर पुरै खैरो भएको होला त्यो कलर लगाएको जस्तो तपाईँ आउँछ बागमती पुल त्यतिखेर म गर्थेँ त त्यो कहाँ हो त्यो रन्थु खै सो फाइनली हामी चाहिँ बागमती नुनथर आइपुगेको छ र बागमतीको यहाँ गेटमा आइपुगेको छ नजारा देख्न सक्नुहुनेछ त्यही हो अब यता जाने कहाँ जाने गेटतिर जाने
मेरो रन्जित छ गडगडन अनि स्नोरिङ लाउनु यहाँ छ अनि यस बोला कहाँ थियो ल अब चाहिँ खाजा खानु पऱ्यो आएको लास्ट भोक लागिसक्यो गब्बर ल हाम्रो यहाँनिर बारीको हेराएको छु टाढो टाढो भिडियोबाट टक्रायो होइन हामीलाई टाढो हिसाब गरेर कुरकुरे झिल्ली ढोङ्ग्रे दालमोट आयो 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 कस्तो चिक्ना कस्तो यस्तो बवाल चाहिँ आउँदो रहेछ सो हामी चाहिँ माथि डाँडापट्टि आइसकेको छ खाजा खान लागेको अब केटाहरूले खाजा बोकेको छ पानीपुरी अब मैले पनि खाजा बोकेको अब उता चौरीतिर आफ्नो टक्क सामा हाफेन भन्ने ठाउँमा गएर खानुपर्छ है गाई चौते हाम्रो गाउँको बहिनीहरू हेर त यिनीहरू काम छैन पक वातावरण यहाँनिर फोटो किन्दो रहेछ यो चाहिँ सेल्फी टाढा भन्ने पनि हुन्छ बवाल छ अब एकछिन रमाइलो गरेर पछि फेरि भेटौँ ल यहाँनिर लास्ट टाइम मान्छेहरू भएर अनि त्यति हाम्रो कस्तो अट लागिरहेको छ के अर्थ के लाग्नु न खाइदिन मान्छेहरू कमी छैन फोटो खिच्ने सो अब चाहिँ हामी निक्लन लागेको अब राम्रो अब त्यही हो अलिअलि खायो त्यो देखायो भिडियो अब अरू त केही छैन सो बवाल छ त्यो अब सबै ठाउँ घुमेर पनि आयो टक्क डाँडादेखिबाट टक्क सरर टक्क हामी त्यहाँ बसेको थियो त्यहाँ फोटो खिचेर बल राम्रोसँग ठाउँ अनि त्यहाँ पनि बन्जिङ के अरे बन्जिङ रे के भन्छ अरे यसलाई अब झोलङ्ग पुल भन्नाले सुई जाने खालको थियो त्यही हो अब बवाल छ राम्रो सबैजना गइसक्यो अहिले 6-7 बजिसक्यो होला अब त्यही हो अब उता गएर भेटौँ ल जस्तो भए पनि अब माइन्ड नगरिदिनु अब अर्को पालि आयो भने चाहिँ बवाल सबैतिर वरिपरि भ्यूहरू सबै ध्यान अब देखाउनु त अरूको पनि देखाइसक्यो अहिले पनि देखाइसक्यो त्यो पनि भन्दैन अझै बवाल उतातिर गएको छैन त्यो फोटो खिच्ने ठाउँ के भन्छ त्यो झुन्डा हुन्छ नि त्यो नेपालको नेपाल लेखेको हो त्यस्तो मात्रै गएको छैन एउटा उपद्रो पिन्ची बाँधी फेरि सो बवाल चाहिँ भ्यू हेर्दै झन्डै त्यो गाइज ल स्टेडियम गाइज अब अगाडि फेरि निस्केपछि देखाउँछु है त्यो गाइज अब होइन हेर्नेको भिडियो म कहाँ हो यहाँ भ्यू त कहिले पनि नटुट्ने भयो यहाँ ओम नमः शिवाय ओम नमः शिवाय सब एकछिन हामी स्टे गरौँ न है छ हल्का कसको के चरित्र हेरौँ आउने छैन यसरी हात पौडी बस हाल्दै हात पौडी बसाउँदै छैन बाहिर भाइको पौडे बस्यो दुनियाँको हेऱ्यो बाँकी त हामी अहिले आएको चर्ती कला चाहिँ हेर बाँकी चाहिँ होइन त्यहाँ यहाँको चाहिँ कस्तो वातावरण छ भने टिकटक बनाउने ल सो हामी चाहिँ अब नुनथर अब बागमा नुनथरमा आइसकेपछि त्यो हाम्रो यहाँनिर अब झलङ पुल नथिरेसम्म त त्यो ब्लग यस अरू लाम ब्लग म झन म ल त्यही भएर अब यहाँ यसो हल्का आइदिएको यस्तो भिड छ बाफ्रे लचकदार छ लचकदार म थाकेको लो थर यार सो बवाल छ भ्यू चाहिँ यहाँको अहिले चाहिँ आफ्टर लङ टाइम ठ्याक्कै 1 इयर्स पछि आएको होला 1 इयर पछि चाहिँ आएको होला त्यसपछि अनि यहाँ आएको सबै ठाउँमा घुम्नु त घुम्यो अब लास्ट झोलङ पुल बाँकी त अब लास्ट यो त्यसपछि चाहिँ अब घर चल्ने हो छैन आज मान्छे त्यति ल नि त हामी ह्याभिङ another कोही बवाल छ लेट्स गेट इट माथि पनि बनाएर छ है त्यो उयो गर्ने ठाउँ के ल यो नजारा चाहिँ यहाँको हाम्रो बागमतीको झोलङ पुलबाट चाहिँ कस्तो भयो लागेको है यो चाहिँ यहाँ बोलास बेस पारा ताच त्यही पनि आफ्नो आउँदैन ए सरी फेरि बिर्सेको एकताली त भन्नै बिर्सेको बागमा नुनथरमा आइसक्यो सो सबैले ह्याप्पी न्यु इयर गाइस एभ्रीवान सो अब 2079 जस्तो भए पनि अब 2080 मा चाहिँ सबैले राम्रो गर्नु राम्रो उन्नति प्रगति गर्नु है
अब जस्तो भए पनि अब मेरो गल्ती छ भने त्यसबाट माफी पाऊँ राम्रो गरौँ के राम्रो गरौँ भन्नाले अब राम्रो कामहरू गर्दै जाउँ आफ्नो जर्नीहरू अब राम्रो बनाऊ भने आजबाट न्यू जर्नी सुरु अब है त्यो मेरो चाहिँ अब केही गल्ती छ भने त्यसलाई माफ गरिदिनु होला त्यस्तै भन्दै अब तपाईँहरूले मलाई दुःख दिएछ तपाईँहरूलाई मैले माफ गरिदिएँ आजबाट सो आजबाट चाहिँ नयाँ वर्ष नयाँ साल नयाँ कन्टेन्टहरू आउँदैछ बवाल छ अनि आज सायद पुग्छ भोलि वानकै पुऱ्याउनु पर्छ सो भोलि लाइभ बस्छु होला म सायद सो त्यही गाइज लास्ट अफ लभ अल अफ यु अनि त्यही हो यताबाट चाहिँ बबाले भन्नु खोजेको थिएँ ह्याप्पी न्यू इयर सबैलाई अब आउने यो न्यू जर्नीबाट चाहिँ राम्रो आफ्नो काम उन्नति प्रगति गर्दै जानु कहिले आफूलाई पछाडि नसार्नु त्यही हो आफूलाई कहिले पछाडि नसार्नु त्यसपछि जहिले पनि खुट्टा तान्नेहरूले तान्ने गर्छ त्यसलाई खुट्टा दिने पनि गर्नुपर्छ त्यसले पछि गएर त्यो खुट्टा गनाएर छोडिहाल्छ त्यही होला अहिले भन्नु खोजेको थिएँ ह्याप्पी न्यू इयर सबैलाई अब आउने यो न्यू जर्नीबाट चाहिँ राम्रो आफ्नो काम उन्नति प्रगति गर्दै जानु कहिले आफूलाई पछाडि नसार्नु त्यही हो आफूलाई कहिले पछाडि नसार्नु त्यसपछि जहिले पनि खुट्टा तान्नेहरूले तान्ने गर्छ त्यसलाई खुट्टा दिने पनि गर्नुपर्छ त्यसले पछि गएर त्यो खुट्टा गनाएर छोडिहाल्छ त्यही होला दाइ म मरेँ के म मरेँ उहाँबाट के भयो भाइ उफ उहाँबाट नआएको है यहाँदेखि मेरो गाँड फर्क्यो गाँड खुल्थी सो यहाँबाट चाहिँ अब टुइँ खेल्ने अनि टुइँ खेल्ने कसम भने त्यो माथि जानु सक्दैन कसम सक्दैन यहाँ हाम्रो हार माने म हाम फाल्छु अब हाम फाल्छु भनेर तल जान्छु मर्नु पर्दैन भाइ अहिले मर्नु पर्दैन अहिले हामी बाँकी छ जीवनमा के गर्नु छ भाइ के गर्न तैँले के गर्छ 22 रुपियाँ गर्छु फाइनली हामी आइसकेको पनि छ त्यहाँबाट उहाँबाट हेरेको चिज घन्टै मऱ्यो क्या वा माई गॉड म हाम फाल्दिउँ म हाम फाल्दिउँ मर्दिउँ म तैँले जिन्दगीमा के गर्ने भाइ जरा हानेको छु नि त पानको पात बिचमा भन के लपै परेन के भन्ने लपै परेन मलाई म हट पढिदिए त ल पढिदिए मेरो मलाई नि ल मल्लप म हट ब्याङ भाइ अघि नाम भ्लग सर्च गरेर बबाल देखिन्छ कसो गएन कसले हेर्नु त्यो भने तिमी हराइ भिडियोमा हालिदिनु युट्युब सब देख्छ मेरो छैन 2 दिन लाग्छ हालिदिनु है भाइरल जान ल भाइको नाम के हो रोशन ल ठिक छ सडो टु हाम्रो रोशन भाइ चिने छैन ल गइदिउँ किन खेल्नु पाइयो यो आउनु छ भने केही पाएको छैन भाइ हेर मेरो युट्युबबाट इन्कम आउनु छोडेको अहिले त्यो भएर आउँदैन है आउँदैन खेल्नु ल ठिक छ ल यहाँ खेल्नु भने पैसा ल जाउँ र फाइनली हामीले चाहिँ अब नुनथरलाई बिदा गरिसकेको छ बाई बाई बागमती अब बाटोमा भेटौँ ल सो फाइनली हामी चाहिँ अहिले कहाँ आइपुग्यो भने आफ्नै गाउँमा सहरमा आफ्नै अड्डामा आइसकेको छ सो हामी लालबन्दी बजार आइसकेको छु सो आज के जस्तो भयो थाहा भएन मेरो हावाले सुने चला तातर्दै होला सो त्यही गाइस अब सिधै गएर अब आजलाई यति नै आँखाहरू दुखेको लास्ट धुलहरू बसेको छ केही सुनेको छैन होला मेरो यति फेसमा दिएको होला सो आजलाई यति नै के कस्तो लाग्यो भ्लग अब आज यति नै गरिदिन्छु सबैले ह्याप्पी न्यू इयर लास्टमा पनि ल बाई